नमस्कार। सम्पूर्ण यहाँ पाल्नुभएका, कोही दाढी पाल्नुभएका, कोही कपाल पाल्नुभएका, 2 घण्टा मेकअप गरेर फिल्टर लगाएर टिकटक बनाएर म च्वाक छु भनेर भ्रम पाल्नुभएका, कुकुर पाल्नुभएका, बिरालो पाल्नुभएका, घरमा बुढी हुँदा हुँदै बाहिर गर्लफ्रेन्ड पाल्नुभएका सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। नमस्ते। म आउँदै थिएँ होइन, एउटा कथा जोडिहालेँ। सबैले कथा जोडेको बेलामा गौशाला थाहा छ नि, गौशाला पशुपतिनिर बाटो काट्न लगाएको जेब्रा क्रसमा रातो बत्ती बल्यो होइन। मान्छेहरू फेरि फुतु फुतु बाटो काटिरहेछन्। खालि सरकारले गरेन, नेताले गरेन भन्ने नि आफू जनता भएर आफ्नो कर्तव्य पालना नगर्ने। हरियो बल्छ अनि बल्ल बाटो काट्छु भनेको आधा घन्टा भयो हरियो बल्दैन। अति भएर ट्राफिक दाइले सोधे, ट्राफिक दाइ आधा घन्टा भयो रातो बलेको हरियो बल्दैन त भनेको। ट्राफिक दाइ मुर्छा परेर हाँसेर ढुङ्गा टिपेर ट्राफिक लाइट मान्नुभयो के। रेडियो क्यासेट बजेन भने 1-2 थप्पर लगायो भने बत्थ्यो नि त होइन। ढुङ्गाले हान्यो भने हरियो बल्छ होला भनेको त बाँदर पुलुक्कै हेर्छ, पुलुक्कै हेरेर फुत्रुको उफ्रेर गयो। म त आधा घन्टासम्म ट्राफिक लाइट भनेर बाँदरको रेड लाइट हेरेर बसिरहेको छु। त्यही भएर हिजो धन्नै गाडी छुटेको, यसरी भेट हुन नपाउने हेर्नु। हिजो आज मैले होइन, मलाई अब छोरी मान्छेको अगाडि बोल्नु हुन्न, हाँस्नु हुन्न भनेर सुरु भएको हाम्रो समाजमा आज छोरी मान्छेलाई बोलेर हँसाइदियो भनेर बोलाउनु भएको छ। समाजको लागि एक ताली, समाजको यो प्रगतिको लागि। यदि मैले हँसाउन सकिनँ भने मलाई जुत्ताको माला लगाइदियो हुन्छ 38 नम्बरको। हजुर 38 नम्बरको दुईटै जोडी। आज अचम्म भयो होइन, मैले घरमा कसैले भनेको मान्थिनँ, यो मान त्यो मान भन्दा मान्थिनँ। आज सम्मान पाइदिएर अनि फेरि सम्मान पनि कस्तो जुर्यो भने श्रीरामबाट सीता मातालाई सम्मान। त्रेता युगमा सीता मातालाई चरित्रमाथि औँला उठाएर सीता माता धरतीमा विलिन हुनु परेको थियो होइन। त्यतिखेर सीता माताले आफ्नो लागि आवाज उठाउन सक्नु भएन। तर यो कलियुगको सीता माताले आफ्नो लागि नि उठाउँछ, समाजको लागि नि आवाज उठाउँछ, जसको विरुद्ध पनि आवाज उठाइन्छ। के भयो हल्ला छ त? सबै भिडियोग्राफर आउनु भएको रहेछ त। यत्रो यहाँ पैसा चढाएर बोलाएको मान्छेहरूले खिच्न पाएन सबै है। आइफोन देखायो क्या हो, यो आइफोनले त 2टा भैँसी आउँछ लैनो भैँसी। धेरै बोल्न पनि हुँदैन होइन। छोरी मान्छे पतर पतर गर्नुहुन्न, पोथी बाँचेको राम्रो हुन्न भन्छ हाम्रो समाज है। त्यही भएर थोरै बोल्छु। ल ल अलिअलि है। हाम्रो समाज चाहिँ अब जति नै जे भने पनि हाम्रो समाज अझै पनि महिला मैत्री भएको छैन के होइन। ल म बोल्छु, आज माइक मसँग छ। हाम्रो समाज अझै पनि महिला मैत्री भइसकेको छैन। यहाँ टोइलेटमा गएको चुकुल छैन हेर्नुहोस्। टोइलेट कत्रो भने काठमाडौँमा भएको भए 4000मा भाडा जान्थ्यो। अब त्यहाँ चुकुल समाएर बस्ने कि गएर त्यहाँ कार्यक्रम गर्ने? इन्डियातिर पटरीतिर पुरै धोती फर्काएर मुख ढाकेर दिइरा हुन्छ कि बिहान बिहान होइन। त्यो ट्रेनको साइडमा अब हामी त पाइट लाएर हिँड्छ, कता के ढाक्ने होइन। केटाहरूलाई त ढोकामै अडेस लाएर दिए पनि ठाउँमा पुग्छ हेर्नुहोस्। हामी त यथास्थानमा गएर आसन ग्रहण गर्नुपर्छ नि त। चुकुल छैन हेर्नु यत्रो कोठामा। महिला मैत्री छ त? हिजो आउँदै थियौँ भट्टे डाँडामा, टोइलेटमा गएको भित्ताभरि च्याउ फले रहेछ। कुन प्रजातिको च्याउ रहेछ भनेर कोट्टाको प्याड, भित्ताभरि प्याड। एउटा डस्टबिन राखिदिनु पर्दैन? डस्टबिन नराख्ने साउजी पनि उस्तै, अनि हामी यो मिन्स भागाहरू लेडिजहरू पनि त्यस्तै भित्तामै कोत्ने हो त। लगेर ठाउँमा फाल्नु पर्दैन? हो रे, डस्टबिन राख भाइ। हाम्रो समाज अझै पनि महिला मैत्री छैन क्या हेर्नुहोस्। अब अर्को खाले हुन्छ कमोड, थाहा छ नि कमोड, वेस्टर्न टोइलेट।
तपाईहरु पुरुषहरुलाई आजसम्म त रिङ उठाएर पिसाब फेर्नुपर्छ भन्ने थाहा हैन? पुरै छ्यार्रै पेट्रोल छर्के जस्तो बनाएर छोडिन्छ। फाउन्टेन जोडे हुन्छ के हो? तपाईहरु पो उठेर पिसाब फेर्नुहुन्छ, हामीलाई बस्नुपर्छ। पुरुषलाई भन्दा महिलालाई 30 टाइम्स हायर चान्स हुन्छ युटिआई हुने, युरिनरी ट्र्याक इन्फेक्सन। त्यही भएर अबदेखि आफ्नो फाउन्टेन उठाउनु भन्दा अगाडि रिङ उठाउनु होला है। लाज मान्नु पर्दैन, यो मन्टेसोरीमा सिकाउने कुरा हो, लाज मान्नु पर्दैन। हेर टाँसेर बस्या को हो? आफ्नै हो कि? आफ्नै हो ढुक्क। ल ढुक्क, आफ्नो भयो त ढुक्क। यो हाम्रो समाज महिला मैत्री छैन भन्छु, अब घर पनि महिला मैत्री छैन के। केही सामान किनेर ल्याउनु हुन्न, मैले भन्दा अगाडि अरूले चलाइदिइसक्छन्। 1 हप्ता अगाडि भिवास किनेर ल्याएको थियो, हेर्नुहोस्। कतिलाई थाहा छैन, महिलाहरूलाई थाहा हुन्छ भिवास भनेको है। थाहा छ कसैलाई भिवास भने? 1 हप्ता अगाडि भिवास किनेर ल्याएको, सकेछ, मैले चलाएकै छैन। कसरी सक्यो मम्मी तपाईँले युज गर्नुहुन्छ भनेको, केका हुने तेरो भाइले बिहान बिहान त्यसैले मुख धुन्छ अरे। अब एक दिन के भन्दै आयो, न स्ट्यान्ड छ न डन्डी छ समाउने, सबै चिया पोख्यो। कस्तो कप किने कि भन्छ, मुलाले मेन्सुरेसन कपमा चिया खाएछ। 1 हप्तासम्म डेटलले मुख खुल्ला गर्यो। हेर्नुहोस्, महिला मैत्री नै छैन क्या हाम्रो समाजकै, घरै छैन। बाबा त्यस्तै गर्नुहुन्छ, यति स्याम्पूले नुहाउनुहुन्छ, यति कन्डिसनरले नुहाउनुहुन्छ, जबकि मेरो बाबा तालु हो। माडी के सर जस्तै, माडी सेर उठेर एकचोटि साडु तालु प्रहसन। कुन स्याम्पू हो? मन्दिरतिर कसैले नरिवल भनेर त निकाले छैनन्। कन्डिसनरले नुहाउनुहुन्छ, जबकि मेरो बाबा तालु हो। टाउकोमा कपाल छैन, छातीको कपाल सिल्की बनाएर कहाँ गरेर देखाउनु खोज्या हो? अझ के भन्नुहुन्छ, कस्तो स्याम्पू ल्याउँछ, फिजै नआउने, डेट एक्सपायर भएको नभएको हेर्नु पर्दैन अरे। को पुलिस नै हो? ट्राफिक को? चिटकाट चिटकाट। ल ल, अनि अब यो बाआमाको कुरा काट्दै गरेर आमाको अलिकति काट्छु है। हुन आमा भनेको त मेरो चुप्पा हो। 9 महिना पेटमा राखेर जिन्दगीभर टाउकोमा राखेर हिँड्नु भयो। के रे भन्नै बाँकी छ नि त। अचेल त आइबिएफ गर्यो भने बाउ त चाहिन्न त केटा। पढ्नुपर्छ केटा, पढ्नुपर्छ, बिचमा बोल्न त। एउटा अलिकति कुरा काटेर जान्छु। मम्मीले होइन टिकटकमा कुर्ता देख्नु भएछ, नानी अर्डर गर्दै भन्नुभयो। कति भनेको? 3000 भन्यो। म घरमा थिइनँ, ल डेलिभरी बोय आउनु भएछ, ल जानु लिन 3000 लिएर जानु भनेको। बाटो कलङ्की चोकमा गएर प्लास्टिक खोलेर त्यही हेर्नु भएछ। त्यत्रो मान्छेको बिच अनलाइन डेलिभरी आएपछि खोलेर हेर्नु भएछ। अझ के भन्छन्, यसलाई 3000, 1200मा त्यहाँ आइतेले दिइरहेछ बाबु, यसलाई 3000 डिस्काउन्ट गर बाबु भनेर त्यही बिजेत गर्नुभएछ। बुढाबुढीको सधैँ झगडा पर्छ, किन भन्दाखेरि खाएर हात चुठेर पर्दामा पुस्यो भनेर, जबकि टावेल यहीँ झुन्डाइरहेको हुन्छ के। अहिले हाम्रो घरको सबै पर्दा निकालेर टावेल झुन्डा झ्याल ढोकामा। तै पनि बाबा यहाँ बुढीमा पुस्दै हुनुहुन्छ। Thank you guys. You guys been a wonderful audience. आज आरसी रिजाल हाम्रो रामचन्द्र बुवालाई धेरै धेरै धन्यवाद। पैसा आछ नि त। सम्पूर्णलाई यो अवसर दिनुभयो, हेटौडामा यति धेरै माया गरिदिनु भयो। सम्पूर्णलाई धेरै धेरै भन्दै सिस्नु पानीको आज 29th बर्थडे होइन, 29 जन्मोत्सव सिस्नु पानीको। सिस्नु पानीलाई धेरै धेरै ह्याप्पी बर्थडे भन्दै बिदा हुन चाहन्छु। धन्यवाद।